सम्मानीय सभामुख महोदय, क्यान्सर रोगका बिरामीहरूले अत्यावश्यक औषधि सिप्लाइटिन र कार्बोप्लाइटिनको अभावका कारण उपचारमा गम्भीर समस्या भोगिरहेको विषयमा सदनमा प्रश्न उठेपछि माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीज्यूले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको जानकारी प्राप्त भएको थियो। तर आज पनि देशभरका बिरामी तथा उनीहरूका परिवारजनले सिप्लाइटिन नपाएको गुनासो गरिरहेका छन्। हिजो मात्र भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका एक बिरामीले औषधि खोजिदिन आग्रह गर्दै सम्पर्क गर्नुभएको थियो। त्यसैले म माननीय मन्त्रीज्यूसँग जान्न चाहन्छु, पहिलो हाल सिप्लाइटिन नेपालका कुन कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ, यो जानकारी बिरामी र परिवारजनलाई तत्काल उपलब्ध गराइयोस्। दोस्रो, सिप्लाइटिन र कार्बोप्लाइटिन जस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव अब दोहोरिन नदिन सरकारको तत्कालीन र दीर्घकालीन योजना के छ? तेस्रो, मन्त्रीज्यूले निर्देशन दिनुभएका कम्पनीहरूको निरीक्षण तथा अनुमति प्रक्रियामा हालसम्म के प्रगति भएको छ र त्यसबाट औषधिको आपूर्तिमा कहिलेदेखि सुधार देखिनेछ?